म चढेको बस देखाउँछु। यो चाहिँ पुरै कलकत्ता जाने बस मात्रै हो है। आज चाहिँ मैले यस्तो डिस्टर्ब लगाइदिएको आमा। ल ल अर्कोचोटि चाहिँ भारू लिएर आउँछु ल दिदी। यो चाहिँ हामी चाहिँ अहिले काँक्राभित्र बजार डुल्दैछु। सफारीको भिड बिहारमा पुरा दिनुहुन्छ। हाम्रो दाइले पुरा दिनुहुन्छ। अब हामी त गाडी पर्खेको पर्खे। हेलो सबैजनालाई नमस्ते। लासु फ्याफुला टासी दिदी। म मिस्टर एलेन भोटिया। फेरि पनि तपाईँहरूलाई मेरो न्यू ब्लगमा स्वागत छ। आजको मेरो भिडियो चाहिँ के छ भन्दाखेरि चाहिँ अब नेपालको बसाइ लगभग मेरो आज सकियो। अब आज चाहिँ मेरो चाहिँ अब यात्रा चाहिँ नेपाललाई बाई बाई गर्दै इन्डियातिरको यात्रा हुनेछ। सो के गर्नु गाइस, यस्तै छ। अब सधैँ बस्नु त मन छ नि, के गर्नु अब आफ्नो बाध्यता काम यस्तै छ, जानै पर्छ। के गर्नु अब जानै पर्यो। सो त्यसैले आज म चाहिँ मेरो भिडियो चाहिँ इटरीबाट सुरु हुँदैछ। अहिले चाहिँ म यहाँ इटरीमा रुम चाहिँ यता भाइहरूको रुम चाहिँ यता छ। सो मेरो बाइक चाहिँ चट्ट तपाईँहरूलाई देखाउँछु। मेरो बाइक चाहिँ अब यहाँ भाइहरूको रुममा थन्काएर राख्नुपर्ने हुन्छ, किनकि अब अरू ठाउँमा त कहाँ थन्काएर राख्ने। अब अरू ठाउँमा भन्दैन, अब यहाँ भाइहरू यहीँ बस्छ। किनकि अब भाइहरूसँगै बाइक पनि यहीँ थन्काउँछु। भाइहरूले पनि हेरिदिन्छ कतै अब बनाउनु पऱ्यो चलाउनु पऱ्यो भने चलाओस् भनेर अहिले भाइहरूको रुममै राखेको छु। मेरो बाइक चाहिँ कहाँ छ भन्दाखेरि बाइक चाहिँ अब मैले यहाँ राखेको छु। ऐनाहरू चाहिँ मैले निकालेर राखिदिएको छु लक लगाएर। चट्ट अहिले चाहिँ यता भित्र राख्ने भनेको भित्र चाहिँ ठाउँ छैन रहेछ। अब यहीँ राखेर चाहिँ अब पानी पऱ्यो भने चाहिँ बालेलाई लगाइदिन्छ, बाइकको कभर लगाइदिन्छ। अहिले चाहिँ अब चट्ट यहाँ राखेर अब यसलाई चाहिँ अब केही महिनाको लागि चाहिँ बाई बाई मेरो बसन्तीलाई यहीँ छोडेर जाँदैछु। अब केही महिनापछि हाम्रो भेट भइहाल्छ। केही महिनासम्म चाहिँ यहीँ बस्नुपर्छ है त। ब्याग चाहिँ यस्तो छ, कालो ब्याग चाहिँ यो है। अब यसलाई खिसार्दै लानुपर्छ। त्यहाँदेखि टेम्पूमा चढेर जानु पर्यो। यो यसमा हालौँ है। हजुर मिस्टर एलेन भोटिया भनेको छ। म चाहिँ अहिले हाइवे निस्केको छु। अब गाउँले चाहिँ माथि धरानबाट बसमा चढेर आउँदा हुनुहुन्छ। म पनि अब त्यही बसमा चढेर जानुपर्ने हुन्छ। त्यही भएर म चाहिँ अहिले चाहिँ यहाँ इटरीमा चाहिँ इटरीको चाहिँ ठ्याक्कै यता आर्मी क्याम्पको अगाडि चाहिँ म गाडीको वेट गरिरहेको छु। अब कतिखेर आइपुग्छ। माथिबाट चाहिँ बाटो लाग्यो भन्दैछ गाउँले चाहिँ। म चाहिँ अहिले टक्क यहाँ वेट गरिरहेको छु। मेरो ब्याग चाहिँ यहाँ छ। आज चाहिँ मैले यस्तो डिस्टर्ब लगाइदिएको आमा। पेन हेर न, पेन फर्स्ट टाइम ठुलो पेन लगाइदिएको। खतरा भइरहेको छ, खतरा। पनि गाडी पर्खिँदै रहेछ। यहाँ चाहिँ होलिस्टिक हस्पिटल रहेछ यहाँ चाहिँ। म चाहिँ अहिले यताबाट आएको सफारीमा चढेर। अब यहाँ त गर्मी भइसकेको छ। अहिले चाहिँ घाम लागेर होला पुरा गर्मी भइसक्यो। लगभग अब आइपुग्न लाग्यो। आउँदैछ भन्दाखेरि आइपुग्न लाग्यो भने चाहिँ कहाँ हो अब। ल हाम्रो गाडी आइसक्यो। अब यसमा जाने छु म चाहिँ है। गाडीमा चढ्यो है।
काँक्राभित्र पुग्ने भयो यही गाडीले अब कतिखेर पुऱ्याउने हो थाहा होइन तर अब हामी चाहिँ अब इटरीलाई बाई बाई गर्दैछु यो चाहिँ इटरीको मेन चोक चाहिँ हो अब यहाँदेखि चाहिँ उता पूर्व पश्चिम उत्तर दक्षिण जाने बाटो चाहिँ यहाँबाट छुट्छ अब यहाँदेखि चाहिँ हामी पूर्व छिर्यो अब यताबाट चाहिँ हामी चाहिँ पूर्व लाइनमा छिर्यो अब हामी ल अब हामीले बाई बाई गरेको अब बसको हालत छिटो गरेर मान्छे हालेछ एक ठाउँमा एकपल्ट जति बसेछ 4-5 घन्टा भइसक्यो चढेको अहिले भित्तामा पनि पुगेको छैन अहिले फेरि यहाँ पर्खिँदै बसेर लोकल बस भनेपछि गाह्रो छ हौ गाह्रो छ अब चाहिँ हामी काँक्राभित्र पुग्यो नेपालको लास्ट बोर्डर काँक्राभित्र पुग्यो हामी अहिले चाहिँ अब हामी अहिले गाडी साइड गरेर पार्किङ गर्छौँ त्यहाँदेखि चाहिँ अब हामी के हुन्छ देखाउने छु तपाईँहरूलाई यो चाहिँ काँक्राभित्रको है मेन बस प्राक यस्तो छ बस प्राक काँक्राभित्रको बस प्राक चाहिँ भित्तामा आमा पेन्टिङहरू खतरा खतरा गरेको छ यो चाहिँ माथि हालेको रहेछ नि त ब्याग ल निकाल्दै अर्केको क्या गाउँले कताबाट अर्केछ हौ हो ल चट्ट निस्किन्छ हो अब चाहिँ हामी निस्किनु पऱ्यो चट्ट मेरो ब्याग चाहिँ अब खाजा खाएर जानु पर्ला यहाँदेखि चाहिँ टक्क दिदी छैन ल अब पछि आउँदाखेरि साथ दिन्छु र दिदी ल ल अर्कोचोटि चाहिँ भारू लिएर आउँछु ल दिदी ल ल ल अहिले चाहिँ नरिसाउनु है अहिले चाहिँ अब एकछिन खाजा खाएर जानु पर्ला अब लास्ट यो चाहिँ काँक्राभित्रको मेन बजार चाहिँ यतापट्टि छ अहिले चाहिँ यो काँक्राभित्रको मेन बस प्राक चाहिँ यस्तो छ है बस प्राक चाहिँ हो हामी चाहिँ अब लास्ट नेपालको चाउमिन नेपालको बियर खाएर चाहिँ अब भाइ भाइ गर्दैछु कसो गाउने आमाले नेपालको बियर र चाउमिन लास्ट खाएर जाने होला नि होइन अब उताखेरि यो यस्तो चाउमिन पाउँदैन इन्डिया छिरेपछि अर्कै चाउमिन पाउँछ त्यो नेपालको बियर खाएर चाहिँ अब हामी चाहिँ यहाँदेखि चाहिँ अब चट्ट लाग्छ होला अब लास्ट आज चाहिँ यो चाहिँ हामी चाहिँ अहिले काँक्राभित्र बजार डुल्दैछु यो चाहिँ हामी काँक्राभित्रको बजार चाहिँ यस्तो छ अहिले चाहिँ हामी यहाँ विन्चेस्टर किन्न आएको
उयो मिलाउँदै हुनुहुन्छ गाउँले चाहिँ उन सिटर चाहिँ कालो चट्ट जाडोमा लाउनाले उन सिटर बजारहरू खतरा खतरा छ यस्तो लाग्यो हामी पहाडी बोर्डरै पुरा दिनुहुन्छ नि तपाईँले दाजु ट्याक्कै हाम्रो दाइले नेपाली 20 रुपियाँमा बोर्डर पुरा दिनुहुन्छ तर यो चाहिँ मेन बोर्डर चाहिँ हो नेपाल र काँक्रा भित्ता नेपाल र इन्डियाको चाहिँ काँक्रा भित्ता बोर्डर चाहिँ हामी अब क्रस गर्नेवालामा छु सफारीको भिड सफारी र मान्छे जाने बाटो चाहिँ यो पुलमा डाइरेक्ट गाडी जाने बाटो चाहिँ माथि डाइरेक्ट इन्डिया डाइरेक्ट नेपाल आसाम आउने चाहिँ माथिल्लो बाटोमा रहेछ अनि मान्छे हिँड्ने अनि सिटी सवारी चाहिँ यो पुलमा यो चाहिँ पुरानो पुल होइन दाइ पुरानो पुलमा यतातिर पुरा पुरै यता चाहिँ सिटी सवारीहरू लाइनमा बसिरहेछ नेपालदेखि यता बाइक लान दिन्छ कि दिँदैन इन्डियामा त्यसको लागि के गर्नुपर्छ हजुर अच्छा यहाँदेखि डाइरेक्ट इन्डिया बाइक लान पाउँछ अच्छा उता सिलगढी जान दिँदैन है नेपालको बाइक इन्डिया जान सुविधा छैन नि त इन्डियाको बाइक चाहिँ जान पाए नेपाल भर्खर गरेर नेपालको चाहिँ छैन अच्छा नेपालको चाहिँ भान्सार गरेर नि पाउँदैन है ल ल ल यहाँ चाहिँ हो मेन अब एयरपोर्ट चाहिँ यहाँ हो ल ल ल ल ल ल ल थ्याङ्क यू यो अब यहाँ चाहिँ हामी चेकिङ गरेर चाहिँ निस्किने छौँ टक्क यहाँदेखि चाहिँ अब हामी चेकिङ गरेर इन्डिया बोर्डर पुगिसक्यो हामी चाहिँ दाइले पुरा दिने हो दाइ बिहारमा पुरा दिनुहुन्छ हाम्रो दाइले पुरा दिनुहुन्छ अब हामी चाहिँ हाम्रो दाइको गाडीमा जाने हो अब टक्क ल छिरौँ यो चाहिँ खोल्दैन दाइ यताबाट छिरौँ होइन ल ठिक छ अब दाइको गाडीमा चट्ट चढेर चाहिँ बिहारमा टक्क पुग्ने भयो अब होइन दाइ एकछिन यो ल्याउनु पर्छ होला नि दाइ मलाई दिइहाल्छु टक्क ल सर सर दाइ चाहिँ पारी जानुहुन्न पारी जानुहुन्न तपाईँ होइन तपाईँलाई ए तपाईँले यहाँ बस्नुभएछ त अनि पार देखाउनु पर्ने हो नि त हाम्रो गाडी यहीँ हो यहाँको गाडी हो कि हाम्रो यहीँ बस्छ अच्छा पारी पठाउँदैन है पारी जान्छु ए ल ल अब अर्कोचोटि आउँदाखेरि तपाईँलाई फोन गर्छु त्यसो भए पारी जानलाई अब हामीलाई कति मिनट पुरा दिनुहुन्छ तपाईँले यहाँदेखि 30 मिनट पुरा दिनुहुन्छ है ल ठिक छ अब यहाँदेखि आमामा यो चाहिँ नाइटमा जान्छ होला यो ठुलो गरेर होइन यो चाहिँ नेपालबाट आएको के हो कोही उता फर्केछ कोही यता फर्केछ आमा यो चाहिँ अहिलेसम्म दिनभरि बस्नुपर्छ होइन ए अब हामी चाहिँ सर इन्डिया प्रवेश भइसक्यो अब हामी इन्डियामा हाम्रो दाइको गाडीमा जाँदैछु हामी बिहार मोडसम्म यस्तो छ इन्डियाको रुट एकदम दामी होइन दाइ एकदम दामी छ यस्तो रुट छ सर अब हामी आधी घन्टामा बिहार मोड पुग्छ अब बिहार मोडदेखि चाहिँ बसमा टक्क चढिन्छ
बसको पर्खाइमा बसिरहेको छु। हाम्रो बस चाहिँ अब यहाँ आइपुग्छ। हामी चाहिँ अब नाइट बसको पर्खाइमा एकदम। अब हाम्रो बस चाहिँ 7:30 मात्र आइपुग्छ अरे। अहिले ट्याक्कै 6 भइसकेको छ, आउने बेला भइसक्यो। अब हामीलाई मच्छीले टोकेर हामी चाहिँ त्यही नाइट बसको पर्खाइमा बसिरहेको छ अहिले यहाँ। हामी त गाडी पर्खेको पर्खै गाडी आउन लाग्यो भन्दैछ। कता आउँदैछ, आउँदैन त हौ। हामी यहाँ पर्खेको भयो, आउन लाग्यो अरे। यो चाहिँ हामी बिहार मोड, सिलगढी बिहार मोड बागडोग्राबाट चाहिँ अब हामी गाडीमा चढ्छौँ नाइट बसमा। अब हाम्रो बस चाहिँ कता छ अहिले आउँदैछ भन्दै थियो, आउँदै छैन। हो गाउँले यहाँ पर्खिँदैछ। हामी यहाँ बसमा पर्खेर जाने हो। यो चाहिँ बागडोग्रा बिहार मोड, सिलगढीको बागडोग्रा बिहार मोड भन्ने ठाउँ हो यो चाहिँ। यहाँ चाहिँ अब बस चाहिँ तलबाट आउँछ। यो ठुलो नाइट बसहरू चाहिँ यो बाटो आउँछ, यहाँ रोकिन्छ। त्यही भएर हामी चाहिँ पर्खै छु हो, अहिलेसम्म आएको छैन। हामी पर्खेको फाइनली हामी बसमा चढ्यो। अब हामी चाहिँ सुतेको, यता गाउँलेहरू मात्रै सुतेको है। अब मेरो त होइन गाउँलेको त। अब जुत्ताहरू यता छ हाम्रो चट्ट। अब यता सबै सुतिसकेको छ। अब हामी नि सुत्छु अब चट्ट यो खोलेर। यो यता सल्लक्क तान्ने सर्ट। अहिले चाहिँ हामी अब यहाँ रातिको खाना खाने ठाउँमा निस्केको छु। खाना खाने ठाउँमा चाहिँ यसरी बसहरू लाइनमा छ। यता चाहिँ खानाहरू पाइन्छ, यता चाहिँ यसरी लाइनमा राखेको छु चट्ट। अब यहाँ चाहिँ खाना खानु पर्ला। अब यहाँ चाहिँ मजाले खाना खायो, पेट पनि अगायो। अब हाम्रो बस चाहिँ उता छ। अब तपाईँहरूलाई म चढेको बस देखाउँछु। यो चाहिँ पुरै कलकत्ता जाने बस मात्रै हो है। म चढ्ने बस चाहिँ कहाँ छ भन्दाखेरि यता टुबी परिवहन बस यो हो, यसमा चढ्नुपर्छ। लगभग अब आजको भिडियोहरू चाहिँ यति नै हुन्छ होला। भोलि बिहानै देखाउँछु तपाईँहरूलाई है।